पार्कमा घुम्न जाने हो हामी। नमस्ते जीवबाम सम्पूर्ण मेरो युट्युब परिवारमा मेरो न्यू डे न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ आइतबार चाहिँ यहाँ छुट्टी हुन्छ अनि हामी चाहिँ घुम्न जाँदै छौं। हेर्दै गर्नु होला साथीहरु हामी कहाँ कहाँ जान्छौं। छोरा चाहिँ गाडी लाएर मक्खै हुनुहुन्छ। पापा र छोरा आउँदै हुनुहुन्छ। कति राम्रो हो गुलाबको फूल वाउ कस्तो राम्रो के हामी चाहिँ साथीहरु पार्कमा आइपुगिसक्यौं। तर धेरै घाम छ। राम 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 पापा र छोरा बिन्दास घुमिरहनु भएको छ। गर्मी पार्क यस्तो रहेको छ पार्कको दृश्यहरु। यताको पार्क चाहिँ यस्तो यता बेबीहरु खेल्दै हुनुहुन्छ। अब चाहिँ यहाँदेखि हामी पारी नेपालमा भए यतिको पार्कमा घुम्न जानलाई टिकट काटेर जानु पर्थ्यो। काटेर यस्तो रहेको छ। यता पारी खोला छ। माया गरी हेरिदिनु होला भन्न चाहन्छु। म नि पिङ खेल्छु गएर। जता गए पनि बोट बिरुवा चाहिँ हुन्छ है साथीहरु। धारा हेर्नुस् न भरे देखाउँछु। नेपालको जस्तो घरै घर त्यस्तो के बोट बिरुवा नहुने नै नहुने के। सबैतिर बोट बिरुवा सुत्ने ठाउँ पनि रहेछ साथीहरु। पिङ्क रहेछ। पिङ खेल्दै हुनुहुँदो रहेछ नानीहरु पिङ खेल्दै हुनुहुन्छ। अब हामी पनि खेल्छौँ। यहाँ बस्ने ठाउँ रहेछ। आमा उ त्यो उताको नानी चाहिँ कति क्युट छ। सानो नानीलाई पनि खेलाउँदै हुनुहुँदो रहेछ। आज आइतबारको दिन सबै स्कुल पनि छुट्टी हुन्छ होला। सबैजना घुम्न आउनुभएछ। ल हामी चाहिँ पिङ पनि खेलिसकेर पनि फर्किसकेको। म चाहिँ यता जान्छु तपाईहरुलाई अघिको धारा देखाउन लान्छु साथीहरु। तपाईहरु पनि सँगसँगै आउनु है ढुङ्गाको अन्डा जस्तै देखिन्छ। हेर्नुस् न यहाँ धारा देखाउन ल्याएको नि मैले। कस्तो यो के भन्छ यो जस्तो अन्डा जस्तो धारा। धाराको पानी कान्छी नानी बोकेको कम्मरमा होलेको छैन अझै पानी। खास गरी चाहिँ तलदेखि माथि उक्लिनु पर्ने रहेछ। थाहा भएन थाहा थिएन त्यही भएर म यता छु देखाइरहेको छु। यता साइकलहरु पनि छ। साइकल ढुङ्गामा देउटा यहाँदेखि जानुपर्ने यहाँदेखि चाहिँ माथि उक्लिनु पर्ने रहेछ। खास गरी बाँसहरु पनि कस्तो मजाले यसरी काटेर मिलाएर राख्नुभएको यस्तो रहेको छ। पापा र छोरा चाहिँ पारिपट्टि आइसक्नुभयो। कस्तो राम्रो बोट बिरुवाहरु के साथीहरु। यहाँ पिङ खेल्दै हुनुहुन्छ दुईजना। यता नै हुनुहुन्छ एक परिवार। म पनि यहाँ गएर एकछिन बस्नु पर्यो। सररररर हुई एक परिवारमाथि पिङ खेल्दै हुनुहुन्छ। यस्तो रहेको छ यतातिरको भ्यूहरु चाहिँ साथीहरु। नानी कस्तो माथिदेखि उभिएर पनि बल खेल्न थाल्नु भयो। अब पापा र छोरा चाहिँ अब बल हान्न थाल्नु भयो। बल घाम कस्तो हामी चाहिँ माथि आइसक्यौँ। आकाशे पुलमा छौँ अहिले साथीहरु। आकाशे पुलमा छौँ हामी चाहिँ अहिले। नेक्स्ट पार्कमा यहाँदेखि हामी अर्को पार्कमा आइसक्यौँ। ल अब तपाईहरुलाई फुलै फुलको बगैँचामा स्वागत छ। फुलहरु
कस्तो राम्रो राम्रो के साथीहरू कति थरीको छ नि यहाँ गुलाबको फुलहरू मनै फुरुङ्ग हुन्छ कोपिला फुल उस्तै राम्रो ठाउँ उस्तै राम्रो कति थरी चाहिँ छ हौ गुलाबहरू पनि सबै लैजाउँ जस्तो लाग्छ बिचमा यसरी राख्नु भएको छ यहाँ व्हाइटवाला छ उता गुलाबीवाला बेबी पिङ्कवाला फुलहरू कस्तो रहेको छ यता कति थरी हो भनिसाध्य छैन साथीहरू यसरी बस्ने ठाउँ पनि हुन्छ कि साथीहरू छाता टेन्ट पनि हुँदो रहेछ भगवान कति राम्रो राम्रो फुल हो क्या यो ऱ्याबिट पनि छ कि बिचमा भगवान कति राम्रो फुल पापा र छोरा चाहिँ यहाँ बिसाउँदै हुनुहुन्छ थकी धुनु भइसकेछ भगवान रहेको छ जति हेऱ्यो त्यति हेर्न मन लाग्छ के गर्नु बाजेले नि फोटो खिच्दै बेबीहरू यता खेल्दै हुनुहुन्छ स्कुल छुट्टी बच्चाहरू काठको रुखै साथीहरू के भन्छ रमाउँदै बनावटी रुखको यो चाहिँ झुकिनु होला नि यो घर रुख बनाएको के भन्छ पापा र छोरा कति जानु यहाँ रहेछ साइकल गर्ने ठाउँ पापा छोरा कता हुनुहुन्छ यहाँ हुनुहुँदो रहेछ यहाँ हुनुहुँदो रहेछ इतने जान दाइ जता म त यो अरू भन्दा पनि यो फुलहरू देखेर चाहिँ मलाई लोभ लाग्यो कि साह्रै छोरा आउनु भयो आज आइतबार सन्डे बच्चाहरू सबै कति रमाइरहेको के के गर्नु म बगैँचा नै लैजाउँ कि क्या हो नेपाल साथीहरू आजको लागि भिडियो यति नै बाई बाई अर्को भिडियोमा भेट्ने बाचाको छ मेरो चार्ज त कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नभुलिदिनु होला खोलै खोला आयो भने आइपुग्दो रहेछ नि यहाँ ठोकिन्छ गाडीमा एडिट गर्न पनि केही आउँदैन नयाँ हो यसो खोलाको बाटो पनि कस्तो राम्रो छ सल्लाह सुझाव पनि गरिदिनु साथीहरू ब्याकग्राउन्डमा मेरो छोराले ब्याकग्राउन्ड म्युजिक दिँदै हुनुहुन्छ ल बाई बाई